हेलो गाइज नमस्कार konnichiwa ओहायो गोजाइमासु तपाईहरु यदि जापानमा हुनुहुन्छ भने हैन यो टोकियोको डिज्नील्यान्ड भन्ने ठाउँमा घुम्न आउनु भएको छैन भने एकचोटी आइहाल्नुस् के यहाँ आउनुभयो भने तपाईलाई घर जानै मन लाग्दैन यदि यो जापानमा भएर पनि यो ठाउँमा तपाईहरु घुम्नु भएन भने हैन डिज्नील्यान्ड घुम्नु भएन भने बरु घर फर्किदा हुन्छ के फर्किनुस् घरका मान्छे नभए डिज्नील्यान्ड एकचोटी घुमिहाल्नुस् यस्तो राम्रो ठाउँ छ नि यस्तो त जिन्दगीमा पनि यदि यदि तपाईहरुले हैन डिज्नील्यान्ड घुम्नु भएको छैन भने जिन्दगीमा कतै पनि घुम्नु भएको छैन होला के नघुम्नु होला कतै पनि यो भन्दा राम्रो ठाउँ त कतै पनि छँदै छैन मलाई लागअनुसार है जापानमा त छँदै छैन यो भन्दा राम्रो ठाउँहरु डिज्नील्यान्ड भनेको हुन त 10-12 हजार रुपैयाँ लाग्छ हैन त्यसमा पस्नलाई मात्रै डिज्नील्यान्डको भित्र पस्नलाई मात्रै 10-12 हजार लाग्छ तर तपाईहरु एकचोटी डुलेरै ट्राई गर्नुस् के दुःख लाग्छ मलाई अलिअलि यति राम्रो छैन कि कसम भनेको छु यति राम्रो छैन कि तर त्यही हो टाइम बिहान 8 बजेतिर जानुभयो भने साँझको 10 बजेतिर फर्किनु होला हेर्नु त कस्तो छ मकैबारी यो काठको के जुन हामी बसेर हिँडिराछौं नि यो काठको मकै काउली फ्लावर धारा पनि रहेछ गाजर रहेछ गाजर यति राम्रो छैन कि भित्र यस्तो त पहाडको भित्र पनि नेपालमा यत्रो धेरै पहाड हुँदा पनि यस्तो भित्र बनाएको छैन के बुझ्नु हो नि यति राम्रो त सम्झिनु हो के हेर्न पाउने भनेको जापानमा भएर पनि तपाईहरुले यदि हेर्नु भएन भने यस्तो राम्रो ठाउँ तपाईहरुलाई त कामै छैन के बरु घरै फर्किदा हुन्छ यदि तपाईहरुले यो हेर्नु भएन भने डिज्नील्यान्ड घुम्न आउनु भएन भने त्यो भन्दा राम्रो त घरै फर्किदा राम्रो हुन्छ नेपालमा यस्तो त जिन्दगीमा हुँदैन यस्तो ठाउँ हैन र यहाँ छ र कमसेकम तपाईहरु जापानमा हुनुहुन्छ भने आइहाल्नुस् के यहाँ घुम्न त आउनु भएन भने बरु घर फर्किनुस् म त यही भन्छु तपाईहरुलाई हुन त जम्मा कति 10-12 हजार रुपैयाँ लाग्छ हैन खर्च यसको भित्र छिर्नलाई भित्र छिरिसक्नु भयो भने तपाईले घर जान मन लाग्दैन के यस्तो छ यो ठाउँ यति राम्रो छ नि यो त हुन त अझै एक ठाउँ मात्रै देखाइरा छु मैले तपाईलाई पुरा डिज्नील्यान्ड देखाउन अझै बाँकी नै छ जुन दिन तपाईहरु पुरा डिज्नील्यान्ड घुम्नु हुन्छ नि त्यो दिन बल्ल तपाईहरुलाई भन्नुहुन्छ कि ओ माइ गॉड जापानमा पनि काम मात्रै हैन पढाइ मात्रै हैन दुःख मात्रै हैन स्वर्ग पनि जापानमै रहेछ के तपाईहरु यो बुझ्नुस् मैले तपाईहरुलाई लाइभमा देखाइरा छु लाइभ देखाइदिरा छु तपाईहरुलाई मैले यति राम्रो छ नि कसम भनिरा छु यसको भित्र जानु भने तपाईलाई फर्किनै मन लाग्दैन के हुन त यसको भित्र जानलाई तपाईलाई 1-2 घण्टा लाइन बस्न पर्छ हामी 2 घण्टा लाइन बसेर अनि बल्ल यहाँ बस्न पाएको यो काठको गाडी हो त्यो पनि काठको ट्रेन हो त्यो ट्रेनमा बस्नु त्यसपछि डुल्नु राति छ अब पहाडको भित्र हुँदाखेरि त राति नै हुन्छ हैन धेरै नै राति देखिन्छ अनि त राति त छैन अहिले बाहिर म जान्छु अनि तपाईहरुलाई बाहिर देखाउँछु तर म तपाईहरुलाई अझै पनि भन्छु है यदि तपाईहरु जापानमा हुनुहुन्छ भने कतै घुम्न नगए पनि डिज्नील्यान्ड चाहिँ नछोड्नु होला है डिज्नील्यान्ड त घुम्नु कि घुम्नु म त अरु केही भन्दैन पुरा डिज्नील्यान्ड घुम्नु त्यसपछि अरु ठाउँ कुनै जानु होला चिबा बीचहरुमा जानु होला हैन बरु पैसा छैन भने भन्नुस् के म व्यवस्था गरिदिन्छु पैसाको तर डिज्नील्यान्ड चाहिँ घुम्न नछोड्नु है
सिधै जहाँसुकै हुनुहुन्छ टोकियो आउनुहोस्। टोकियोबाट मैले तपाईँलाई लोकेसन दिन्छु यो ठाउँमा छ भनेर। टोकियोबाट अर्को ट्रेन चढ्नुपर्छ अनि त्यो ट्रेन चढेर जान पाउनुहुन्छ। डाइरेक्ट त्यहीँ पुर्याइदिन्छ। त्यहाँ जाने बित्तिकै त स्वर्गै हो क्या स्वर्गै। सब भुलिन्छ। काममा त गएको थिएन म त्यो दिन। यस्तो रमाइलो छ अहिले भर्खर आउनुहोस्। फोटो पनि खिच्छ यहाँ के हो यार मलाई तीर्थ बोलायो त गाइज। एकैछिन है मैले तपाईँलाई उस गरिदिएको छु। अहिले देखाउँछु राति भयो यहाँ। एकैछिन म पानी खाएर अनि तपाईँलाई देखाउँछु है। टोपी लगाइरहेको छ यो मान्छेले हेर्नु न। अहिले यस्तो हरिफ सिन देखाउँछु मैले तपाईँलाई। एकछिन अँध्यारो छ होइन। अँध्यारोपछि अँध्यारोबाट बाहिर निस्किने बित्तिकै अब बाहिरै निस्किन्छौँ क्या हामी। 5 मिनटमा निस्किन्छौँ बाहिर। बाहिरको सिन हेर्नुहोस् त। ओ माइ यो जुन कार्टुन हुन्छ नि हामीले हेर्छौँ मरेला भगेला उसमा क्या यी हेर्नु त। भ्यागुताहरू बसिरहेछन् पानीमा खेलिरहेछन् कस्तो मजाले। ए मा कसम यो सब कार्टुन जति देखाउँछ नि सबै यहीँबाट खिचेर लान्छ होला के त्यस्तै लाग्छ मलाई त। यहीँबाट खिच्छ अनि लान्छ यहीँबाट खिच्छ अनि लान्छ अनि देखाउँछ हाम्रो। आजमा अब कार्टुन के देख्ने यहाँ रियलमा हेर्न आउने नि अरू जापानमा छ भने आइहाल्नुहोस् है। नेपालबाट पनि आइहाल्नुहोस्। अरू 2 को टिकट म काटिदिन्छु होइन। तर आइहाल्नुहोस् है। लाइफमा यार कति पैसा मात्रै कमाउनुहुन्छ यार। पैसा मात्रै धेरै पनि कमाउनु हुँदैन क्या। घुम्न पनि पर्छ हेर्नुहोस्। त्यही भएर म त भन्छु तपाईँहरूलाई डिज्नील्यान्ड आउनु म डुलाइदिन्छु बरु। यति राम्रो डिज्नील्यान्ड र घुम्न पाउनु भनेको त धेरै नै हो कि धेरै नै के धेरै नै बुझ्नु भयो नि। म त अरू तपाईँले केही भन्दैन। अरू ठाउँमा आउनुहोस्। ल यहाँ हेर्नु त गाइज फाइनली